अटो बुक भन्नु छ राइट समथिङ अबाउट मी अब कसले नराम्रो लेख्छ त राम्रै त लेख्छ नि यो खोलो न त्यो बेला इज माई बेस्ट फ्रेन्ड भनेर अहिले हजारौँ फलोवर्स हुन्छ को हुन्छ त्यो बेलामा एउटा नाम फेसबुकमा लेखेपछि इज माई बेस्ट फ्रेन्ड फर लाइफ भने चाहिँ यो बुझ्नु पऱ्यो कि 90s मा लेखेको अटो बुकमा लगभग मोर देन 50% कुरा रङ नै छ के अटो भइरहेको क्या ए होइन यो मेरो नोटबुक हो ए अटो भइरहेको देख्दो रहेछ कि ठ्याक्कै है त्यही त यहाँ छ अटो अटो किन याद नहुनु भने हाम्रो अटो त 90s को बेलामा त ठुलो कुरा हुन्थ्यो त्यो पुरै राम्रै मेमोरी हो नि नभने को छ होला कोही छ होला र अटो नभने 90s को त लगभग भर्यो होला त्यही त के छ मेमोरी के छ अटो बुक भनेको त मलाई लाग्छ त्यो बेलाको त फेसबुक नै हो होइन त्यो बेला भनौँ न न त अझ त्यो बेलाको त फेसबुक व्हाट्सएप टिकटक इन्स्टाग्राम भनौँ न ओभरअल सोसियल मिडिया त्यही नै हो नि त्यसमा इन्ट्रेस्ट अनि बेस्ट एक्टरहरू के कसो हुन्छ अनि आफ्नो हबिजहरू भयो इन्फो सबै हाल्ने फोटो सोटो कसको नाम सबै टु लेख्ने हो नि त भने चाहिँ अहिले सबै कुरा मान्छेले सोसियल मिडिया पब्लिस गरेर सबै त्यतै लेखा हुन्थ्यो सबै बुक हुन्थ्यो भनौँ न यस्तो यो टाइपको अहिले डिजिटल आयो त्यो बेला चाहिँ के भन्थे एडिटर हुन्थ्यो भनौँ न एकदम इन्फो सेक्सन हुन्थ्यो अनि इन्ट्रेस्टको सेक्सन भइहाल्थ्यो अनि फोटो पनि हामी जस्तो आयो त्यस्तै हालिदिन्थ्यो हिरोवाला फोटो त्यो पनि भएन भने खिच्नै जाने फेरि त्यो थियो त्यो ठ्याक्कै त्यो भन्नु सोसियल मिडिया भन्नु सक्यो किनभने त्यो पनि पास अराउन्ड हुन्थ्यो होइन डिजिटल मिडिया चाहिँ सबै हेर्ने मिडियाहरूले त्यसरी पास अराउन्ड हुँदाखेरि सबैले यसले के भन्छ गणेश के भन्छ उनीहरूले फोटो हालेर विवेकले भनेछ फोटो हालेर कपालले त्यो हुँदैन त्यो एउटा पास गर्दै मेरोमा आइपुग्यो होइन ल फर इन्स्टेन्स यो अटो बुक गऱ्यो अनि आफूले त भन्ने कारण त छँदैछ घर लगाएर भन्ने भन्ने कुरो हुन्थ्यो नि डक्टर लगेर यस्तो यसको बेस्ट एक्टरको रहेछ क्रसको रहेछ बेस्ट फ्रेन्डको रहेछ बेस्ट फ्रेन्ड पनि अझै यसो हेर्ने होइन बेस्ट टिचरको रहेछ होइन सबै अरू पनि हेरिन्थ्यो कि अनि त्यसपछि कुनै कुनैमा अब त्यो लाइन लेख्ने भन्ने हुन्छ नि टक्क अब आफ्नो कोटेसन के लेख्ने राइट समथिङ फर मी भन्ने कुरा हुन्थ्यो होइन त्यसमा चाहिँ मलाई लाग्थ्यो कि अब अटो बुक भन्नु छ राइट समथिङ अबाउट मी अब कसले नराम्रो लेख्छ त राम्रै त लेख्छ नि होइन कसले नराम्रो लेख्छ त यस्तो गदा छ तेरो यस्तो गर्न राम्रो छैन मलाई त मनै परेन भनेर कसले लेख्छ त नि नो यु आर भेरी गुड आजकलको क्यारेक्टर सर्टिफिकेट जस्तो के स्कुल कलेज क्यारेक्टर सर्टिफिकेट के हुन्छ सबै एउटा हुन्छ नि त्यो होइन त्यो बेला एनोनिमस भएर लेख्न मिलेन नि त होइन त्यो मेरो अनुहार चाहिँ छोप्छु गर्नु नि मिलेन कि अटो त्यसलाई त चाहिँ त्यसैले भरे थाहा हुन्छ नि थाहा भइहाल्छ नि अहिले जस्तो रिभ्यू दिँदाखेरि चाहिँ 1 स्टार दिन्छु अथवा 1 पनि हाफ स्टार दिन्छु भनेर चाहिँ डिजिटली दिन पाएँ त्यो त पाइएन कि है मलाई जज गर्दो रहेछ भने जस्तो चाहिँ त्यो हुन्छ त्यही त कतिवटा भर्यो अटो यतिवटा भने ठ्याक्कै थाहा पनि तर अन्नै भर्यो जस्तो लाग्छ भर्यो क्लासको लगभग सबैजनाको हुन्थ्यो प्रायः होइन केटीहरू धेरै हुन्थ्यो अनि अझ केटीहरूको केटाहरू ठ्याक्कै थाहा हुन्थ्यो क्या केटीहरूमाथि त्यो पुरा जेल पेनले लेखेर कलरहरू लेखेर बाहिर त्यो के लभ सब स्टार टाँसेर त्यो सब टाँसेको हुन्थ्यो केटाहरूको त सिम्पल ग्लस लगाएको पिङ्क कता कता पिङ्क आउँथ्यो अनि त्यो अलिअलि त्यो स्पार्कल लगाउँथ्यो त्यो लिप ग्लस लगायो भने त्यो ग्लो दिँदै थाहा भइहाल्थ्यो के अरे ह्यान्डल विथ केयर भने जेन्टल भने यस्तै चाहिँ के हुन्थ्यो कि अझ त्यसमा एउटा पार्ट हुन्थ्यो नि के अरे स्कुलको पार्टमा लेख्ने कि बेस्ट टिचर बेस्ट सब्जेक्ट होइन त्यसपछि अनि त्यो कुराहरूमा चाहिँ को लेख्दो रहेछ कतिलाई आफूलाई मन नपरेको टिचर हुन्छ उसको फेभरेट हुन्छ फेरि के ल डिटेलमा जाँदाखेरि के भरिन्थ्यो त ल केबाट सुरु गरिन्थ्यो यस्तो सुरुमा त के हुन्थ्यो के अरे नेम निक नेम होइन डेट अफ बर्थ सेक्स थाहा नलेख्नु परिहाल्यो होइन त्यसपछि अनि सबै कुरा एड्रेस यताउता सबै त्यही लेख्ने हो त्यसपछि अनि फेभरेटको पार्ट्स आउँथ्यो नि बेस्ट एक्टर बेस्ट एक्ट्रेस सिङ्गर म्युजिक मुभी होइन त्यहाँ गएर चाहिँ अलिकति चाहिँ अर्को भन्दा डिफ्रेन्ट गर्नु पर्ने र अर्को भन्दा चाहिँ कुल चाहिँ हुनुपर्छ भन्ने चाहिँ त्यहाँ चाहिँ हुन्थ्यो है के म्याक्सिमम के फेभरेट एक्टर एक्ट्रेस यस्तो होइन त्यो बेला त म होइन धेरै अब हिन्दी बलिउडकै क्रेज थियो धेरै म नि अलि लगभग राम्रै बलिउड लभरै होइन हेर्थेँ त्यो बेलामा
त्यो बेला एकदम भने अक्षय कुमार, सुनिल शेट्टी, सञ्जय दत्त, अजय देवगन टाइपको एरा हो नि त। फाइटहरू पुरै हाने अनि रेस्लिङ सेस्लिङ गर्ने अनि त्यसपछि अनि कुकुरको मुभी कुनै भयो भने त्यो भयो या हिरोहरू पनि त्यस्तै हो भने अलिक हिरो टाइपको क्या अलि माचो 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 टाइपको हो त्यो बेला त अझ अक्षय कुमार त हेरी हुन्थ्यो नि त पुरै होइन टक्क ज्यान देखाएर पैसा खेल्दा त्यो मन पर्ने के कराते कम्फु कराते हाल्ने एक्सन मुभीतिर त उनीहरूकै नाम हुन्थ्यो हिरोमा त्यही हुन्थ्यो अब हिरोइनीमा त त्यो बेलामा अब को हुन्छ ऐश्वर्या करिश्माहरू यस्तै त रविना टन्डन बोल्डले थियो नि त त्यो चिज बढी मस्त मस्त अक्षय कुमार, अजय देवगन, सुनिल शेट्टी सञ्जय लाग्छ त्यति धेरै त्यति मेमोरी छैन मलाई त एकदम उसको त मैले मुभी लग छुटाइन होला खलनायक त्यो बेलादेखि हेर फेरि मेरो मामाहरूको दाईहरू पनि सबैजना सञ्जय दत्तको पुरै ठुलो पावर फ्यान हो क्या अनि उनीहरूको इन्फ्लुएन्स पनि भयो म पनि मन पनि पर्ने त्यसपछि अनि सञ्जय बाबा त बोल्दैथ्यो सर्किट एक जादु कि झप्पी दिएन होइन हामी चाहिँ कस्तो भने टु बी अनेस्ट कि अलिकति कुल हुनुपर्ने हलिउडले अब अर्को सन्ततिनीहरू त सबै लेख्थ्यो होइन के सरी अजय देवगन लेख्थ्यो अजय देवगन लेखेपछि त अजय देवगन त्यसलाई त टप्नु पऱ्यो नि त थिच्नु पऱ्यो नि त कुल त हुनु पऱ्यो नि लियोनार्दो डिक्याप्रियो भनेर लेखिन्थ्यो स्पेलिङ चाहिँ आउँदैन थियो कुल बनाउनलाई कि लियोनार्दो डिक्याप्रियो भनेर लेखिन्थ्यो होइन एउटा टाइटेनिक भन्ने फिल्म मात्रै थाहा थियो जुरासिक पार्क टाइटेनिक नाम मात्र सुनेको थियो नि त मुभी नहेरे नि कमादर लेखिन्थ्यो होइन लियोनार्दोको आयो भने टाइटेनिक तर कस्तो अनुहार चाहिँ के पनि थाहा छैन बास्केटबल डायरी सिके आएको थियो तर लिटरली मुभी हेरे पनि होइन त्यो क्रेजी थिएन कि होइन अनि हिरोइनमा लेखिन्थ्यो कमादर त्यतिखेर एन्जेलिना जोली भनेर लेखिन्थ्यो होइन अब त्यो कुल भयो कुल भयो भन्छ नि उतातिर हलिउडको लेखेपछि हल्का कुल भयो एउटा दुइटा नाम थाहा भइहाल्यो त्यही लेखिदिनु हेर्ने होला धेरै मजा हुन्थ्यो त्यही त नि हो त्यो पनि हुन्थ्यो अहिले अब जस्तो कमेन्टहरूमा लेख्नु त कुल भइसक्यो भन्छ नि हामी त्यो कुल भयो त्यो लिएर कुल भयो त्यो हुन्थ्यो अनि मुभिजमा अब टाइटेनिक त जसले लेख्थ्यो त्यो छोरा टाइटेनिक थियो होइन हिन्दीमा त को लेख्नु ठ्याक्कै याद चाहिँ भन्थ्यो होला के छ होला त्यो के लेखिन्थ्यो हिन्दी मुभिजमा के लेख्यो मलाई त अन्दाज अपना त्यो मन पर्ने एकदम 90s मा हेरेको त्यो मुभी होइन त्यो बेलामा पनि हेरेको हो पछि पनि कति हेरे क्या ए भन्नु त पछि के त्यो पछि त्यो आफ्टर 2000 पछि पनि लेट त्यसपछि हेरे हो कि खासमा चाहिँ त्यो होइन खास यहाँ भन्दा पनि अपलोड भइसकेपछि त्यो धेरै हेरे त्यो त्यसको त्यो 90s मा त सलमान खान शाहरुख खान आमिर खान भन्छ थाहा चिन्दैन मुभी पनि हेरेको थिएन कि हिरो भने कि अजय देवगन सुनिल शेट्टी अनि अक्षय कुमार हो कि त्यो तिनटाको चाहिँ लेखिन्थ्यो अनि अलिअलि इङ्ग्लिस मुभीहरू लेखिन्थ्यो अनि मुभीमा टाइटेनिक लेखिन्थ्यो होइन यति भएपछि कुल भयो अटोमा चल्यो अरू जसले हेऱ्यो भने गणेश कुल रहेछ भन्ने हुन्थ्यो सोध्यो भने के भने होइन कुल चाहिँ भइहाल्थ्यो कि त्यति हो के थियो अरू के के होइन त्यो त फेभरेट्सको पार्ट भयो अर्को भनेको चाहिँ अघि मैले कुरा राखिदिएँ स्कुलकै फेभरेट्समा टिचर भयो अनि सब्जेक्ट भयो त्योहरू पनि लेखिन्थ्यो साइन्स म्याथ दिक्कलाई नि के साइन्स म्याथ लेखेर होइन अहिले पपुलेसन हेल्थ सजिलो लाग्ने हुन्छ नि त होइन अनि त्यो लेख्नुपर्ने लेखेर हुन्थ्यो त्यो पनि ठिक छ त्यो पनि कसैले साँच्चीकै जुन लेख्थ्यो कसैले अब लेख्दैन त्यो पार्ट भयो अझ मेन पार्ट भनेर क्रसको हुन्थ्यो नि क्रसको नाम लेख्नुपर्ने होइन अनि त्यो पार्टमा अब लेखौँ कि नलेखौँ मान्छेले फेरि अब डाइरेक्ट लेख्दा पनि त्यो बेला अलिकति लिङ्क क्लासकै हुन्थ्यो अनि फेरि अझ क्रसकै अब अटो भएर पाउँदा त ओहो भने जस्तो त्यसै घरमा लगेर पुरा हेरेर राखेर तैँले भने जस्तै के अरे भरिसकेकै छैन भने धेरै जालसम्म राख्यो होइन अनि हेऱ्योस् कसले के ल्याएछ कुकुरको क्रस कुकुर रहेछ यस्तो हेऱ्यो अब डाइरेक्ट फेरि यु भनेर लेख्नु भएन होइन कता हिँड पनि चाहियो फेरि हिँड पनि दिनु पऱ्यो नि त फेरि होइन त्यो एउटा आफ्नो एउटा छुट्टै पार्ट हुन्थ्यो अनि त्यसपछि मिलाएर कता त लेखेर दिन्थ्यो क्रसको पार्ट छुट्टै हुन्थ्यो मेन आफ्नोभन्दा अरू पनि हेर्ने क्या सबै भरे हुन्छ नि त फेरि एउटा केटालाई मन पराउने केटाहरू 4-5 जना 5-6 जना हुन्छ सबजनाले कोले भरेको छ लेखेको छ भने हुन्छ नि होइन नाम चाहिँ लेख्दिन्थ्यो नामै त लेखिहाल्दैन कसैले चाहिँ एक्ट्रेसहरूको नाम लेख्थ्यो होइन क्रस भनेर क्लासकै क्लासमेटकै नाम लेख्दा अलिकति पछि फेरि भुवामा बोलाइदिनु कुन दिन टिचरले भेटाउँछ सब घर पढ्ने टिचरले अनि सबलाई बोलाउने हो त्यस्तो हुन्छ टाइम सबै चिने हुन्थ्यो सेवा करिदाको छोरा पखदिन मैले भेटेको थिएँ
मामुलाई पनि भेटाइदियो भने बहा न तिमी अब कुरा गर्छ जाने बहिनी त सोच हो दाइ त खतम रहेछ त यार भन्दै त्यो भन्दै त्यो हुन्थ्यो कि त्यो सबैको त्यो टोनै नै हुन्थ्यो कि त्यो बेलामा है त्यो अरू अनि फोटो नि टाँस्नु पर्थ्यो होइन फोटो टाँस्नु पर्थ्यो नि त टाँस्यो अझ मेरो त त्यो बेलामा अझ सुरुमा त तेरो नाम टाइपको पनि पालेको थिएँ जमानामा त्यो बेलामा पर्छ होला अलिक ठुलो त्यो त क्लास 19मा पढ्दाखेरि त्यो अगाडि पनि अब स्कुलमा त्यति पाउन त पाइन्थ्यो त्यो पनि कुनै बेलाको त्यस्तै अब कुनै फोटो बेस्ट फोटो आफ्नो हुन्छ त्यो बेलामा आफूलाई कुलाने फोटो तपाईँले यहाँ टाँसिन्छ भने त्यसै टाँसिन्थ्यो फोटो पनि तेरै नाम है खासमा त्यो कपाल चाहिँ नि हामीले याद नगरे हो कि त्यो कपाल छ नि हाम्रो नेपालीलाई चाहिँ तेरे नाम सुरु गरे होइन कि आई थिङ्क निमा रुम्बा कपाल त्यो हुँदा त अगाडि तेरे नाम थियो क्या मान्छेले त्यो चाहिँ त्यो आफ्नै आर्टिस्ट हुने त्यो भ्यालु नदियो होइन तर निमा रुम्बाले आई थिङ्क त्यो एकदम धेरै स्टाइलिस पनि होइन हि वाज अहेड अफ तेरे नाम के बिचौडा कपाल त्यो फेरि मङ्गोलियनहरूको कपाल क्या दामी हुने होइन टलाएर अलिअलि त्यो भिजास्तो कपाल निमा रुममा त हिरो हो नि खासमा तेरे नाम त हामीले तेरे नाम भन्न सहज जस्तो लाग्दैन कि हामीले मलाई त निमा रुममै जस्तो लाग्छ है त्यो कपालमा भयो नि कल्चरमा भिजाइदियो चाहिँ तेरे नामले तर हामी नेपालीलाई चाहिँ हामी केटाहरूले स्टार्ट गरेको चाहिँ निमा रुममै हो कि क्रेडिट चाहिँ उसलाई जानुपर्छ कि बेकार सलमान खानले क्रेडिट पाइरहेको छ कि निमा दाइ पर्यो त्यो बेलामा त आइकन हो त्यसको नाम लेखिन्छ नि फेभरेट सिङ्गरमा कुल सिङ्गर हो है अरू केही सिङ्गर को लेखिन्थ्यो सिङ्गरमा म त अब त्यो बेलामा धेरै सुने निमा रुम्बा भयो त्यसपछि अनि एनएसके पनि बित्यो त्यो भयो त्यसपछि अनि अब नवीन केबाट अनिल सिंह लास्ट हुन्थ्यो अनिल सिंह दिवे सुब्बा दिवे सुब्बा पछि होला अलिक पछि त्यो बेलामा जुन अटो भन्ने बेला थिएन होला हौ त्यो धेरै अगाडि भएर लाग्यो होइन त्यो बेलामा सुनिन्थ्यो सायद त्यही धेरै प्राइज सुन्ने उनीहरूकै नाम हुन्थ्यो निर्वाणा लेखिन्थ्यो निर्वाणामा खासै त्यति थाहा पनि थिएन त्यो के अरे एमटिभी लाइभ भन्ने चाहिँ त्यो चाहिँ भिडियो चाहिँ कता कतै देखिया हो एमटिभीतिर होइन निर्वाणाको डाइहार्ड फ्यान भन्ने चाहिँ त्यस्तो चाहिँ चलेको थिएन त्यो पनि कुल भयो नि त कुल भइस त भने जस्तै कुल भइदियो होइन धेरै सुन्ने भने त पछि बिस्तारै बिस्तारै ग्रोइङ अपमा सुन्दै गयो बिस्तारै सुन्दै गयो दाइहरूको सिडिजहरू यताउता गर्दाखेरि चाहिँ त्यो कसरी बरु गरे यताउता सिडीको जमाना थियो त्यो बेलामा है कोही हो त सिडिज यहाँ छ यो जमाना त राइट सिरिजको बेलामा राम्रै मेमोरी छ है सिरिजको राम्रो मेमोरी छ हो त्यो चाहिँ त्यो भरिन्थ्यो भनौँ न आर्टिस्टको उसमा चाहिँ सिङ्गर हुन्थ्यो भरिन्थ्यो होइन अनि मुभिजमा त त्यो भइहाल्यो अर्को के थियो त्यस्तो अर्को पार्ट भनेको जसको भर्या छ नि होइन अनि उसको राइट समथिङ अबाउट मी भन्थ्यो के लेख्नु त्यो पनि ठुलो हुन्छ नि सङ्ग्राम भनेर अब राम्रै लेख्नु पऱ्यो नि त यताउता खोजेर राम्रो राम्रो वर्ड्स फेरि सेलेक्सन चाहियो चाहिन्थ्यो नि अर्को हुन्थ्यो पार्ट फ्रेन्ड्समा पनि बेस्ट फ्रेन्ड हु इज योर बेस्ट फ्रेन्ड त्यो चाहिँ नलेख्दै हुन्थ्यो भने हो नि होइन यस्तो हुन्थ्यो बेस्ट फ्रेन्ड भनेपछि प्रायःको एकजना हुन्छ त्यो आफूले उसको नाम लेख्नु पर्यो त्यो फेरि अरूको पनि भइरहेको हुन्छ कहिले हुन्छ नि मिलेर हुन्छ नि त त्यो भयो त्यो लेख्नु भनेको त ठुलो कुरा हुन्छ पनि इज माई बेस्ट फ्रेन्ड भनेर अहिले हजारौँ फलोवर्स हुन्छ को हुन्छ त्यो बेलामा एउटा नाम फेसबुकमा लेखेपछि इज माई बेस्ट फ्रेन्ड फर लाइफ भने जस्तो हो किन ठ्याक्क त्यस्तो हुन्छ कि त्यो सेक्सनमा त एकदम मिलाएर आफ्नो डिग्रीको एकदम नजिकको त्यो त कहिले यु नै लेख्दै हुन्थ्यो कि जसको हटस उसैले यु लेख्दै आनन्द हुन्थ्यो भन्दाखेरि चाहिँ के लेख्ने गरेको थियो मलाई दुइटा चाहिँ याद आउँछ कि हो होइन मोमो लेख्छु होला सायद मैले अर्को लामो मलाई लामो लेख्थ्यो लाग्यो के लेख्थ्यो मैले के लेख्थेँ भने टु बी अनेस्ट होइन त्यो बेला मैले आई थिङ्क धेरैको मैले जसको नि हेर्दाखेरि के हुन्थ्यो भने मोमो जसको नि हुन्थ्यो होइन अनि त्यसपछि अर्को एउटा के हुन्थ्यो भने वाट एभर माई मम्स कुक भन्थ्यो क्या मम गर्नु मन परेको हुन्थ्यो होइन थाहा भएन त्यो अलिकति के होला होइन त्यसलाई इमोसनल लेखिन्थ्यो होइन मिठै हुन्थ्यो अहिले बनाउँदा घरमा बनाउँदा अनि अर्को पिज्जा लेखिन्थ्यो कि अनि पिज्जा फेरि स्टोरी कस्तो भने त्यो बेलामा आई थिङ्क
पिज्जा भनेर त्यो त्यति धेरै यस्तो पपुलारिटी पनि थिएन कि नाम मात्र त्यो इटालियन फुड भन्ने थाहा थियो होइन त्यसरी अहिले जस्तो फास्ट फुडहरू धेरै थिएन नि त छ्यापछ्याप्ती पाउँदैन थियो नि त पिज्जा कहिले खास र पिज्जा ल्यायो भने कि हुन्छ नि पिज्जा चाहिँ लेखिदियो कुल भयो कि एकचोटि खायो लेख्थ्यो सक्यो होइन लेख्ने मात्र के खा पनि छैन कि पिज्जा खाएको भन्दा क्या 90s मा मिड 90s मा कहिले खायो पिज्जा थिएन नि त अझ जस्तो घरै घरै त्यो पिज्जा पसलहरू हुँदैन थियो नि त होइन अनि पिज्जा लेखेँ मैले यस्तो अहिले सम्झिँदाखेरि चाहिँ पिज्जा कस्तो हुन्छ थाहा पनि थिएन होइन त्यो कुन सेपको हुन्छ भने थाहा छैन कहाँको फुड भन्ने नि प्रपर थाहा छैन पिज्जा लेख्दै कुल भयो कि त्यसरी खासै हुँदैन थियो कतै पिज्जा फेस्टिभल भन्ने हुँदैन थियो कहीँ के हुँदैन थियो है जस्तो अहिले बर्गर पिज्जा जानी पाउँछ त्यो पाउँदैन थियो त्यो भनेको त रेयर आइटम के भनेपछि यो बुझ्नु पर्यो कि 90s मा लेखेको अटो बुकमा लगभग मोर देन 50% कुरा रङ नै छ कति कुरा कुल हुन लेख्या होला कति कुरा इङ्ग्लिसको लागि लेख्या होला कुल भइस त भने कुल भइस त भने जस्तो त्यो अरु चाहिँ त्यस्तो मोमो त खाए पनि मोमो त देखिहालिन्थ्यो है अरु चाहिँ पिज्जा लेखिन्थ्यो तर पिज्जा चाहिँ खाँदैन लिटरली खाँदैन सबै लेख्थ्यो तर आई डोन्ट थिंक कसैले खाँदैन अर्को पार्ट सेक्सन थियो नि के अरे ड्रिम तिमी भोलि के बन्न चाहन्छौ व्हाट इज योर ड्रिम भने जस्तो के लेख होइन मेरो केसमा चाहिँ मैले चाहिँ एकचोटि क्या पहिला एउटा सानो स्टोरी छ घरमा चाहिँ बाबा दिया थिएँ अरे हाँसा दिँदा के हेर्दाखेरि बाबु ठुलो भएपछि इन्जिनियर बन्छ भनेर भनिदिएको थियो मलाई नि ट्याक्कै सुने म त इन्जिनियरै बन्छु होला भनेर हानेर होइन पुरै जहाँ पनि इन्जिनियर कुन चाहिँ जोगीको घरमा आए बेला ऱ्यान्डम होला नि त भन्दा नि त्यही भने होइन त्यस्तै लाग्यो त्यो बेलाको त्यो मलाई के अरे त्यो अटो बुकमा के सबैजनाको प्राय वाट डु वान्ट टु बिकम भने जस्तो त डक्टर पाइलट इन्जिनियरहरू हुन्थ्यो नि होइन अब अहिले सबैजना कोही कन्टेन्ट क्रिएटर होला कोही होइन बिजनेसम्यान होला होइन अब त्यसपछि कोही रियली नै डक्टर इन्जिनियर पनि हुनसक्छ लाइफले त कस्तो सबैलाई कागज पुऱ्याएको छैन तर लेख्ने धेरै चाहिँ त्यही हुन्छ क्या प्रायः किन मजाले त्यो त्यो के भन्छ अब हामीहरू त धेरै इन्फ्लुएन्स त्यो रेस्लिङको इन्फ्लुएन्स धेरै रेस्लर त्यो कुनै भयो नि त रेस्लर लेख्नु सक्यो डक्टर इन्जिनियर त बन्छु भन्ने पनि थिएन है त्यो दिमागमै आउँदैन त्यो धेरै त्यो लेभलमा पढ्नु पनि अनि त्यो डक्टर इन्जिनियर भन्ने नै आउँदैन थियो कि अनि त्यो फुल कन्फिडेन्स त्यो आफ्नो लेभल आफैले पढ्दैछ नि थाहा थियो बच्चादेखि रेस्लर भन्ने थियो ज्यान नभए रेस्लर भन्ने हेर्ने त्यही थियो कि दिमागमा छापे त्यही थियो नि त त्यो त्यही भनिन्थ्यो अरू के छापे छ सायद अरू नै के भनिन्थ्यो होला होइन अब धेरै धेरै त्यो गाडीमा धेरै ट्राभल गरे भए खलासी पनि लेखिन्थ्यो होला त्यो भन्न सकिँदैन कि होइन इम्प्याक्ट के धेरै पारेको छ भन्ने कुरो हामीलाई चाहिँ मलाई चाहिँ पर्सनली रेस्लिङ धेरै हेर्ने गरेर होला त्यसले चाहिँ दिमागमा धेरै छाप छोडाइदियो कि अनि रेस्लरै लिइदियो अब रक बन्न पायो भने स्टोन गोल्ड बन्न पायो को बन्दैन त्यो हिटम्यान कपाल सपाल कपाल पार्ने रहर हो नि त हाम्रो त होइन इन्फ्लुएन्स त्यस्तो हुँदैन नि त्यसले गर्दा चाहिँ रेस्लर लेखेर सक्यो सही त के भने जस्तो लाग्दै त्यस्तो कुन रेस्लर हुन्थ्यो सन माइकल हुन्थ्यो कि त्यो बेलामा त्यो सन माइकल हामीलाई त त्यो प्रोमोहरूसँग मतलब हुँदैन थियो होइन सन माइकल हुन्थ्यो अब त्यो स्टोन कोल्ड त्यो एटिट्युडै खतरा लाग्थ्यो स्टोन कोल्ड रक स्टोन कोल्ड लेखेँ म त फ्यान स्टोन कोल्ड हो रक यस्तो गराउँछ दुइटै जान्छ कि